नमस्कार साथीहरू, नमस्कार। यो संसारमा गुण लाएर गुण बिर्सिने मान्छेहरू धेरै हुन्छन्। अब जसले उहाँलाई चाहिँ नि जेलबाट निकाल्यो, हरेक उहाँको अभियानमा साथ दियो, अब उहाँलाई नै खोइ स्वर्ग अगाडि कुनिकिए भने जस्तो भन्दै हुनुहुन्छ। तपाईहरु हेर्नुस् न, हाँस उठ्ने कि के गर्नु हो। म त श्रमदानको योजना त मीना चन्द्रले सिकाएको भन्छ नि नहुने कुरा। जसले एउटा ढुङ्गा छोएन, जसले एउटा माटो छोएन, एउटा बिरुवा रोपेन, हाम्रो श्रमदान अभियानमा कहिले आएन। अस्ति चिन्डो डाँडामा एकचोटि पार्टी प्रवेश गरिसकेपछि मेयरको आकांक्षी भएर आए बाहेक, अनि उहाँले मलाई सिकाउने चाहिने कुरा होइन। स्वर्गको अगाडि इन्द्रको अगाडि स्वर्गको बयान नहुने कुरा। कतिपयले कुरा गरेर हुन्छ। नहुने कुराहरू अफवाह फैलाएर हुँदैन क्या। म यहाँ सबैजनालाई भन्न चाहन्छु, अफवाहको पछाडि नलाग्नुहोस्। अब उहाँको पनि त तपाईँको चाहिँ राम्रो इच्छा यदि भइदिएको रहेछ भने होइन, मैले त्यत्रो भनेको छु त, सांसद बनाउँछु भनिरहेको छु होइन, प्रदेशको मन्त्री बनाउँछु भनिरहेको छु होइन। उहाँलाई त्यतिकै केही पनि गर्दिनँ, तपाईँ अब जानुहोस् ब्याग जानुहोस् भनेर भने त होइन नि त। त्यति कृतज्ञ बन्नु हुँदैन। साथी हो मेरो होइन। उहाँलाई पनि मैले तपाईँको चाहिँ के अरे नराम्रो त्यस्तो भन्न म चाहन्न, तर उहाँको वरिपरि जो हुनुहुन्छ उहाँहरूले चाहिँ पक्कै पनि उहाँलाई नराम्रो गरिराख्नु भएको छ। उहाँलाई म भनिदिउँ, उहाँलाई चाहिँ कस्तो भन्दाखेरि 84मा हर्क साम्पाङ फेरि मेयर भएर के अरे उठ्छ। मेयर भएर उठ्दाखेरि चाहिँ उहाँलाई काउन्टर दिनका लागि चाहिँ मलाई मन नपराउने भनौँ न केही मानिसहरू जो मसँग विभिन्न सानोतिनो बाहनामा रुष्ट भएर गएका थिए, ती मानिसहरूले चाहिँ उहाँलाई चाहिँ ग्रुम अप गर्दै गरेको अवस्था हो कि। मैले उहाँलाई यहीँभित्र पनि भनेको छु, उहाँको सामुन्यमा पनि भनेको छु, त्यो हिसाब हो। तर उहाँलाई चाहिँ मैले त्यो तरिकाले जाउँ भनेर चाहिँ भनिरहेको हो। र यसरी मैले के भनिरहेको छु भन्दाखेरि हर्क साम्पाङ र हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई हराउन यदि कसैले चाहिरहेको छ भने उसले समाजको हित चाहेको छैन, उसले समाजको जित चाहेको छैन। यो बुझ्नलाई धेरै वर्ष लाग्न सक्छ है।